लगभग 15 वर्ष बादमा म मेरो कर्सियङको साथी सृजनालाई भेटिरहेको छु स्विजरल्यान्डमा। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। र आज चाहिँ म मेरो साथी सृजना र विद्याको स्विजरल्यान्डको टुर गाइड। सृजना चाहिँ खरसाङको अनि विद्या चाहिँ सुकेपोखरीको र यिनीहरूको स्विजरल्यान्डको 3 दिनको टुर छ। र हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ थियो ग्रिन्डनवाल र हामी केबल कारमा चढेर हामी जाँदैछौँ ग्रिन्डनवाल। हामी केबल कारमा चढ्यो, अब हामी जान्छ माथि कतातिर जान्छ यता बुढो हिउँ चाहिँ अलिक कम्ती भएर अलिक चिप्लिने डर हुँदो रहेछ। र मेरो यो दुईजना साथीहरूको सपना पनि अनौठो। 2 वर्ष अगाडिदेखिको साडी किनेर राखेको रहेछ, स्विजरल्यान्डमा आएर साडीमा भिडियो बनाउने भनेर। यो साडी कति वर्ष अगाडि किनेको रे? 2 साल। तिमीले? मैले अस्तिक साल स्विजरल्यान्डमै लगाउनु भनेर। अझै 200 रुपियाँको साडी म चाहिँ के सोचिदिएन त, मजाले केस उयो गर्छु हैन, उयोहरु पनि मगाएको थिएँ, लाछाहरू हुन्छ नि लगाएर उयो गर्छु भनेर। रोइन जस्तो रेडी भयो त एकजना त। लु भयो कपाल? भयो। खै तिमी एकजना चाहिँ रेडी भएको छैन। सपना पुरा भएर कस्तो फिल भइरहेको छ? सपना पुरा भएर अब त स्वर्गै पुगेर आएको जस्तो भइरहेछ। सृजना रातो साडीमा सपना पुरा भएर कस्तो फिल भइरहेको छ? दामी। यो त अब के भन्नु, यसलाई बुढेसकालमा पनि कटुवा तान्दै म सम्झिन्छु, भिडियो हेरिदिन्छु म त्यति बेला। गरेर कुखुरा चाहिँ सुली हग्दै सोड्दै गरेको हुन्छ, सबै स्विजरल्यान्डमा साडीमा कुखुरालाई चार्जिँदै गरेको है। यिनीहरूको डिटेल भिडियो चाहिँ पछि भ्लगमा आउँछ है। र हामी यिनीहरूको त्यो साडी लगाउने सपना पुरा गरिसकेर हामीले यहाँनिर क्लिफ वक पनि गर्यो। अब तिमीहरू ताला लिएनौ? थाहा थिएन ताला लिएनौ? जाऊ तिमी, म अगाडि जाऊ त, तिमीहरूकै बनाइदिन्छु लु भिडियो। ल जाँदै गरेको आउँदै गरेको चाहिँ नि म अगाडि जान्छु ल। मलाई यसरी आफ्नो साथीहरू यसरी घुम्न आउँदा अनि उनीहरूलाई गाइड गर्दा एकदमै खुसी लाग्यो है। सो यो भिडियोको कन्टिन्युएसन हुनेछ। थ्याङ्क यू फर वाचिङ।